वालिङ 11 छतिवन र भिरकोटको छाङछाङदी जोड्ने मटेरियल पुल धेरै समयको अन्तरालपछि बल्ल बल्ल जस्तो भएको छ। अब आउने दशैंसम्म लगभग कार्य सम्पन्न गर्ने भन्ने तरिकाले लागे जस्तो देखिन्छ। अब मेन चाहिँ नि काम सकिएको छ। अब यतापट्टि ल्याएर मेन बाटोमा जोड्नको लागि यो लागेको देखिन्छ। अहिले चाहिँ नि ठेकेदारको इन्जिनियरहरूसँग छलफल गर्दाखेरि यो दशैंमा ओहोरदोहोर गर्ने व्यवस्था मिलाउँछौं भन्ने सुनिएको छ। हेरौं अब धेरै ढिलो भए पनि विकासका केही गतिहरू हुँदैछन्। अब यही क्षेत्रमा बसेर पनि हामी के गर्न सकिन्छ भन्ने किसिमको प्लानिङ सुरुवात गरौं। किनभने यो विकासलाई हामीले सदुपयोग गर्नु पनि हाम्रो एउटा लक्ष्य हो। राज्यले सकेर नसकेर गरेको छ, त्यसलाई सदुपयोग गरौं। धन्यवाद।